पानी फोरा हान्दाखेरि उहाँको आँखामा लागेको ढलेको देखेँ म। अनि उहाँले चिच्चाइरहेको देखिसकेपछि मेरो मनमा के आयो भनेपछि को चिच्चाइराख भनेर यसो बायाँतिर हेर्छु भन्दाखेरि लेडिज एउटा ब्लड झरिरहेको देखेँ। अनि मेरो कर्तव्य मैले चाहिँ नागरिकलाई चाहिँ जीवजनको रक्षा गर्नुपर्छ भन्ने दायित्वले उहाँलाई तुरुन्तै नजिक, मलाई सिभिल हस्पिटल नजिक भन्ने थाहा थियो। अनि म सिभिल हस्पिटल पुर्याउनु पर्छ भन्ने तरिकाले म पिठ्युमा बोकेँ। अनि बोकिसकेपछि दुगुर्दै गएर साथीहरूले पनि अलि माथितिर गएपछि मेरै साथीहरूले पनि उहाँलाई पछाडिबाट साथ दिनुभयो। अनि गाडीमा हाल्यौँ अनि सिभिल हस्पिटलमा लिएर गयो। पानीको फोरा हानिरहँदा म चाहिँ मोबाइल झिकेर भिडियो खिच्न थालेँ। त्यो खिच्न क्यामेरा अन गर्न नपाउँदै यता लेफ्ट साइडमा थिएँ म। अनि पानीको फोरा एक्कासी आएर अनुहारमा झ्याप्पै लाग्यो। त्यहाँदेखि केही देखिनँ, मेरो दिमाग एकदम ब्ल्याङ्क। हाम्रो मनबलमै दिमागमा नि के हुन्छ भने जनतालाई चाहिँ रक्षा गर्नुपर्छ, जीवजनको क्षति हुन दिनु हुँदैन भन्ने मेरो दिमागमा बेलुका आएपछि मैले आज चाहिँ ठुलै मानवको के अरे बचाउन सफल भएँ। छिट्टै नै उहाँलाई देखेर रेस्क्यु गर्न पाएँ। त्यसमा खुसी लाग्यो बेलुका आएर सुत्ने बेलामा। मैले सम्झिरहेँ बिचरा मैले उहाँलाई त्यति तत्कालै मैले रेस्क्यु गर्न सके भए आँखा भोलिहान केही हुन सक्थ्यो कि। कर्मी सबिना कार्की चाहिँ घाइते हुनुभएको छ होइन। उहाँ चाहिँ अहिले पनि उहाँको चाहिँ उपचार भइरहेको छ। दुईटा आँखालाई चाहिँ गम्भीर चोट लागेको भनेर चिकित्सकहरूले भनेका छन् होइन। ठ्याक्क त्यो बेलाको अवस्था सम्झिँदाखेरि त्यो बेलामा चाहिँ जुन चाहिँ पानीको फोहरा प्रहार भएको थियो अनि उहाँ चाहिँ घाइते हुनुभएको थियो होइन। ठ्याक्क कतिखेर चाहिँ क्याच भयो कि तपाईँलाई चाहिँ त्यस्तो भइरहेछ, जुन एउटा लेडिजलाई त्यस्तो भइरहेछ भनेर, अनि के भइरहेको थियो त्यतिखेर? हामी सधैँ नै माइतीघर मण्डलादेखि बानेश्वरसम्म सधैँ स्कटको रूपमा खटिरहेको थियौँ। अनि त्यस दिन जाने क्रममा शिक्षकहरू 7-8 हजारको सङ्ख्यामा हुनुहुन्थ्यो। अनि अगाडि शिक्षक सरहरू के गर्नु, अगाडि निश्चित तोड्नुपर्छ आज भनेर ब्यारिकेड हाम्रो ढाल्नुभयो। अनि हामीले माइकिङ गऱ्यौँ, सम्झायौँ। त्यति गर्दा पनि अगाडि बढ्नुभयो। अनि हाम्रो स्थानीय प्रशासन 2028 बमोजिम बल प्रयोग गर्दाखेरि पानी फोरा हान्दाखेरि उहाँको आँखामा लागेको ढलेको देखेँ म। अनि उहाँले चिच्चाइरहेको देखिसकेपछि मेरो मनमा के आयो भनेपछि को चिच्चाइराख भनेर यसो बायाँतिर हेर्छु भन्दाखेरि लेडिज एउटा ब्लड झरिरहेको देखेँ। अनि मेरो कर्तव्य मैले चाहिँ नागरिकलाई चाहिँ जीवजनको रक्षा गर्नुपर्छ भन्ने दायित्वले उहाँलाई तुरुन्तै नजिक, मलाई सिभिल हस्पिटल नजिक भन्ने थाहा थियो। अनि म सिभिल हस्पिटल पुर्याउनु पर्छ भन्ने तरिकाले म पिठ्युमा बोकेँ। अनि बोकिसकेपछि दुगुर्दै गएर साथीहरूले पनि अलि माथितिर गएपछि मेरै साथीहरूले पनि उहाँलाई पछाडिबाट साथ दिनुभयो। अनि गाडीमा हाल्यौँ अनि सिभिल हस्पिटलमा लिएर गयो। त्यहाँनिरको अलिकति उहाँ चाहिँ चिच्याइरहनु भएको थियो, रुनु भएको थियो होइन। उहाँको आँखाबाटै पनि रगतहरू आइरहेको थियो। एकदमै अनुहार सुन्निएको अवस्था हामीले भिडियोहरूमा देखेका छौँ होइन। हजुरले बोक्दै गरेको अवस्थाखेरि मतलब त्यो चित्कारहरू हुन्छ नि, अहिले सम्झिँदाखेरि के कस्तो थियो? अनि त्यस्तो चित्कार भन्दा नि उहाँले मेरो आँखा भनेको सुनिसकेपछि मैले के भने आँखाबाट ब्लड झरिरहेको भनेपछि सुरुमा नै मैले के मेरो दिमागमा फिल आयो भनिसकेपछि हामीले जनताको रक्षाको लागि हाम्रो दायित्व हो भन्ने तरिकाले उहाँलाई टिचर पत्रकार भन्ने मैले त्यो दिमागमा नहालिकन मैले एक्कासी घाइते भएको मान्छेलाई चाहिँ उद्धार गर्नुपर्छ भन्ने तरिकाले उहाँलाई पिठ्युमा बोकेँ। अनि दुगुर्दै लगेर गाडीमा हालेर सिभिल हस्पिटलमा पुर्याएँ। भनेपछि त्यतिखेर शिक्षक पत्रकार के थियो उहाँ भनेर हजुरलाई थाहा थिएन? त्यो मलाई थाहा भएन। अनि पछि मैले गाडीमा हालिसकेपछि म एक्लै थिएँ। अनि ड्राइभर गुरुजी मात्रै हुनुहुन्थ्यो। हालिसकेपछि उहाँले मलाई भन्नुभयो कि प्राइम टेलिभिजनलाई फोन गरिदिनु न भन्नुभयो। म पनि अब एक्लै थिएँ, मेरो मोबाइल पनि साथीले समातिसकेको थियो, मसित मोबाइल थिएन। अनि सिभिल हस्पिटलमा गइसकेपछि उहाँलाई बेडमा सुताइसकेपछि उहाँको त्यहाँको नर्सहरूले प्राइम टेलिभिजन गएर मलाई फोन गरिदिनु भनेर उहाँले फोन गरिदिनु भयो। हजुरलाई त्यो पछि उहाँसँग के गफहरू भयो कि भएन सबिनाजीसँग? त्यस्तो गफ भएन। मैले सोधेँ हजुर के हो भनेर, पछि सोधेँ बाटोमा जाँदाखेरि म प्राइम टेलिभिजनको पत्रकार हुँ भन्नुभयो। अनि त्यसपछि उहाँ पुऱ्याइसकेपछि प्राइम टेलिभिजनलाई तुरुन्त फोन गरिदिनु म्याम भनेर, उहाँको मोबाइल पनि थिएन त्यति साथमा। उहाँ फेरि रोइराख्नु भएको थियो। अनि पछि एकछिनमा ट्रिटमेन्ट गरिसकेपछि उहाँले नम्बर भन्नुभयो। अनि त्यहाँको नर्सहरूले फोन गरिदिनु, प्राइम टेलिभिजन जानकारी गराउनु भयो। अनि त्यसपछि म फर्केँ। अनि त्यसपछि योभन्दा यस्तो खालको घटनाहरू त तपाईँसँग अलि पहिलो नै भयो होला होइन? त्यो पछि चाहिँ बेलुका गएर घरमा यसो सम्झिँदाखेरि चाहिँ तपाईँलाई चाहिँ कस्तो खालको त्यो अनुभव भयो त्यो दिनको, जो चाहिँ अब आँखाबाट त्यति धेरै हामीले हेर्दाखेरि पनि यति धेरै रगत बगिरहेको थियो, आँखा सुन्निरहेको थियो, मुखै पुरै सुन्निरहेको थियो, उहाँ एकदमै रोइरहनु भएको थियो होइन? त्यसरी नै लगिराख्दाखेरिको छैन। अनि त्यसपछि तपाईँलाई त्यो आफूले गरेको कुराहरू कामहरूको बारे चाहिँ कस्तो अनुभव भयो जस्तो? होइन, मैले 15 वर्ष भयो जागिर रनिङमा।
हाम्रो हाम्रो मनबलमै दिमागमा नि के हुन्छ भने जनतालाई चाहिँ रक्षा गर्नुपर्छ, जीवजनको क्षति हुन दिनु हुँदैन भन्ने मेरो दिमागमा बेलुका आएपछि मैले आज चाहिँ ठुलै मानवको के अरे बचाउन सफल भएँ। छिट्टै नै उहाँलाई देखेर रेस्क्यु गर्न पाएँ, त्यसमा खुसी लाग्यो। बेलुका आएर सुत्ने बेलामा मैले सम्झिरहेँ बिचरा मैले उहाँलाई त्यति तत्कालै मैले रेस्क्यु गर्न सके भए आँखा भोलिहान केही हुन सक्थ्यो कि, त्यो धारणा भएर अनि मैले बेलुका आइसकेपछि मैले आज चाहिँ जहिले पनि, आज मात्र होइन कि जहिले पनि प्रहरीको दायित्व भनेको जनताको जीवजनको रक्षाको लागि घाइते भएकोलाई छिटो नै छिटो हस्पिटल पुर्याउन पर्छ भन्ने तरिकाले मैले आज त्यो उहाँलाई चाहिँ देखिसकेपछि सिभिल हस्पिटलसम्म पुर्याएँ। अहिलेको उहाँको अवस्थाबारे के अपडेटहरू हजुरलाई छ कि छैन? मैले त्यस्तो फेसबुक आउँदै हेर्दाखेरि चाहिँ लेफ्ट आँखा चाहिँ हल्का भएको, राइट आँखालाई चाहिँ अलि गाह्रो भइरहेको भन्ने सुने हो, त्यस्तो अपडेट चाहिँ छैन म। अनि उहाँको जुन त्यो हाम्रो चाहिँ होइन अहिले चाहिँ जुन हाम्रो कुरा गर्दाखेरि त्यही दिन पनि कुरा गर्दाखेरि चिकित्सकले चाहिँ भन्दै हुनुहुन्थ्यो यति चाँडो नल्याएको भए चाहिँ उहाँको एकदम योभन्दा क्रिटिकल केस हुनसक्थ्यो, आँखालाई बचाउन अलिकति गाह्रै हुन्थ्यो भिजनको कुराहरूमा भनेर भन्दै हुनुहुन्थ्यो। भनेपछि तपाईँले जति त्यो गर्नुभएको थियो होइन पिठ्युमा बोकेर, त्यो चाहिँ अब सबैले हेर्दाखेरि एकदमै राम्रो काम भयो भनेर पनि भनिराख्नु भएको छ। त्यो पहिलाको तपाईँ ताराबहादुर र अहिले मान्छेले तपाईँहरूलाई गरेको व्यवहारमा चाहिँ कतिको फरक पाउनु भएको छ? त्यस दिनको घटनाअनुसार पहिला होइन उहाँलाई रेस्क्यु गर्नलाई सबै मै मात्र पुलिस मात्र होइन, जसले देख्यो एजुअल त्यहाँ खटिएको पुलिसहरूले जसले देखेदेखि नै रेस्क्यु नै गर्ने हो। फर्स्टमा मेरो आँखा गयो, मैले के गरेँ उहाँलाई बोकेर ल्याउनु पर्ने कर्तव्य थियो, दायित्व थियो हाम्रो के अरे उहाँलाई ल्याउनु पर्ने भएको कारणले गर्दाखेरि। अनि म सबभन्दा फर्स्टमै सुरुमै मेरो आँखा गएको कारणले गर्दा मैले गरेँ, नत्र हाम्रो साथीहरूले जसले देखे नि बोक्ने प्रहरीले चाहिँ ल्याउनुहुन्थ्यो। ठ्याक्कै त्यतिखेर कसरी चाहिँ ठ्याक्कै क्लिक भएको भनेर त्यो दिमागमा आइहालेको त्यो के साउन्डहरूले के कारणले चाहिँ कसरी क्लिक भयो? अनि उहाँको नजिकै जस्तो उहाँ मेरो आँखा खै भनेर चिच्याउनु भयो। अनि यसो हेर्छु भन्दा आँखाकोबाट ब्लड झरेको देखेँ। अनि त्यसपछि मैले सोचेँ कि सिभिल हस्पिटल नजिकै छ, उहाँलाई चाहिँ छिटो ल्याउनुपर्छ भन्ने तरिकाले मैले उहाँलाई छिट्टो नै पिठ्युमा हालेँ। अनि त्यसपछि लगेको यो अब प्रहरी हाम्रो यताबाट हजुरलाई सम्मानको कुरा पनि भएको छ होइन, के कस्तो लाग्दो रहेछ यस्तो बेलामा चाहिँ? खुसी लाग्दो रहेछ। अब भोलिको दिनमा चाहिँ कसरी अगाडि बढ्ने, कसरी केही छ कि छैन अझै पनि जनताको रक्षाका लागि भन्नु भएन, अगाडि पनि कस्तो खालको कसरी अगाडि बढ्ने भन्ने छ? नेपाल प्रहरी 24 घण्टा जनताको रक्षाको लागि हो। आज होइन भोलि पनि त्यस्ता पऱ्यो भने सधैँ हामी मैले मात्रै होइन कि सङ्गठन जोसुकैले पनि उहाँहरूको हामीले रक्षा गर्छौँ भन्ने धारणा। अब जस्तै यो त हाम्रो हेर्न त उहाँले सायद केही सुन्नु होला, हाम्रो सबिनाजी हाम्रो सहकर्मी हुनुहुन्छ होइन पत्रकार जो घाइते हुनुभएको थियो, उहाँले यदि हेरिहाल्नु भयो भने उहाँको लागि चाहिँ तपाईँको के सन्देश छ? उहाँलाई सबभन्दा त उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँलाई छिटोभन्दा छिटो निको होस्, त्यही नै चाहन्छु।